लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बसेर काम गर्दा होस् या निहुरेर काम गर्दा कम्मरमा दुखाइ त पक्कै पनि महसुस गर्नुभएको होला। यदि यस्तै समस्या छ भने यो भिडियो पुरासम्म हेर्नुहोस् र देखाएका व्यायामहरूलाई अभ्यास गर्नुहोस्। यस व्यायामले दुखाइ कम गर्नका साथसाथै आराम पाउन पनि मद्दत गर्दछ। नमस्कार, म फिजियोथेरापिस्ट रेशमा। आज हामी यस भिडियोमा ग्लुटियस स्ट्रेचबाट सुरु गर्न गइरहेका छौं। ग्लुटियस स्ट्रेच। दुवै खुट्टा सिधा राखेर पल्टिनुहोस्। एउटा घुँडा मोडेर दुवै हातले घुँडालाई समातेर बिस्तारै छातीतिर तान्नुहोस्। यसो गर्दा तपाईलाई हिपको पछाडिको भागमा तन्किएको महसुस हुनेछ। यस पोजिसनलाई 20 सेकेन्डसम्म तानिराख्नुहोस् अनि बिस्तारै खुट्टा सुरुवात पोजिसनमा राख्नुहोस्। यो 3 देखि 5 पटक दोहोर्याउनुहोस्। अर्को खुट्टामा पनि यही प्रक्रिया गर्नुहोस्। ह्यामस्ट्रिङ स्ट्रेच। दुवै खुट्टा सिधा राखेर पल्टिनुहोस्। कुनै बेल्ट या सलले घुँडालाई सिधा राखेर खुट्टा बिस्तारै माथि तान्नुहोस्। यसो गर्दा तपाईलाई खुट्टाको पछाडिको भागमा तन्किएको महसुस हुनेछ। यस पोजिसनलाई 20 सेकेन्डसम्म राख्नुहोस् अनि बिस्तारै खुट्टा सुरुवात पोजिसनमा राख्नुहोस्। यो 3 देखि 5 पटक दोहोर्याउनुहोस्। अर्को खुट्टामा पनि यही प्रक्रिया गर्नुहोस्। काफ स्ट्रेच। बेड या भुइँमा खुट्टा अगाडि सिधा तन्काएर बस्ने। एउटा बेल्ट या लामो तन्ना खुट्टाको पन्जामा राख्ने। दुवै हातले बेल्ट समातेर आफूतिर तान्ने। खुट्टा सिधा राखेर पन्जा आफूतिर ल्याउँदा पिडुलामा या घुँडाको तल्लो भागमा तन्किएको महसुस हुन्छ। यस पोजिसनलाई 20 सेकेन्डसम्म राख्नुहोस् अनि बिस्तारै आराम गर्नुहोस्। यो 3 देखि 5 पटक दोहोर्याउनुहोस्। अर्को खुट्टामा पनि यही प्रक्रिया गर्नुहोस्। पाइरिफर्मी स्ट्रेच। ढाडमा पल्टेर सुत्ने। एउटा खुट्टा मोडेर अर्को खुट्टाको थाई माथि राख्ने। तलको खुट्टा जसमा अर्को खुट्टा राखिएको छ त्यसलाई हातले तानेर बिस्तारै आफ्नो छातीतिर तन्काउने। यसो गर्दा कम्मरको पछाडिको भाग या हिप बटक्स एरियातिर तन्किएको महसुस हुन्छ। यस पोजिसनलाई 20 सेकेन्डसम्म राख्नुहोस् अनि बिस्तारै खुट्टा सुरुवात पोजिसनमा राख्नुहोस्। यो 3 देखि 5 पटक दोहोर्याउनुहोस्। अर्को खुट्टामा पनि यही प्रक्रिया गर्नुहोस्।